Hello everyone, welcome to my mini vlog. अनि आज चाहिँ हामी कहाँ जान लागेको भने आज चाहिँ हामी बजार जान लागेको छौँ शपिङ गर्न। अनि मेरो भान्जी पनि हेर्नु न चिटिक्क परेर ऊ पोज दिँदैछ अनि पुरा डान्स पनि गर्दैछ हेर्नै लाएर। उसलाई चाहिँ फेरि डान्स गर्नु कति धेरै मन पर्छ क्या, हेर्नु न कति मजाले डान्स गर्छ हाम्रो भान्जीले। अनि हामी चाहिँ जुत्ता सुत्ता लाएर टक्कसँग रेडी हुँदैछ अनि भान्जी चाहिँ फेरि डान्स गर्दैछ, नाच्छु नाच्छु भन्दैछ। अनि बहिनीहरू आस्ते आस्ते मम्मी बहिनीहरू सबैजना हामी चाहिँ टक्कसँग बजार जान लागेको छौँ हैन। अनि टक्कसँग अनि हामी चाहिँ टेम्पो पर्खिनु पर्ने हुन्छ अनि टेम्पो पनि आयो अनि हामी चाहिँ हेर्दैछौँ कुन टेम्पोमा चढ्नु भनेर। अनि चढेर पनि हामी निस्किसक्यौँ अनि हामी चाहिँ पुरानो बजार आइसक्यौँ। अनि यहाँ चाहिँ हामीले घर बस्दा लाउने सुरुवाल किन्न लागेको, किनभने धरानमा चाहिँ अलिक सस्तो मस्तो भनेको यो पुरानो बजारमा पाउँछ, ठिक्कको भरपर्दो हुन्छ नि घर बस्नुको लागि। अनि टक्क हामीले जुल पनि हेऱ्यौँ किनभने अब गर्मी महिना लाग्यो एकदमै मच्छर आउँछ नि त। अनि म चाहिँ टक्क यसरी हेर्दैछु, टक्क भिडियो बनाउँदै हेर्दैछु। अनि हामीले जुल किनिसकेर सुरुवालहरू पनि किन्यौँ न, सबै हाम्रो सपिङ पनि भइसक्यो। अनि टक्क हामी चाहिँ फेरि तल माछा लिन जाँदैछौँ। अनि भान्जी चाहिँ रिसाउँदैछ पेन्सिल किनिदिनु भन्दै रिसाउँदैछ। तर पेन्सिल चाहिँ यहाँ दोकान छैन नि त स्टेसनरी, त्यही भएर हामी चाहिँ माछा दोकानमा आइसक्यौँ। अनि हामी हेर्दैछौँ कुन माछा खाने त भनेर। अनि टक्कसँग हामी चाहिँ काँडा नभएको माछा अर्डर गरेर त्यहाँनिर प्याकिङ हुँदैछ। अनि टक्कसँग चाहिँ ल हेर्नुहोस् अब हामी चाहिँ भान्जीलाई फेरि टक्क खेलाउने ठाउँमा लगौँ न त एकछिन खेलाइ पनि दिउँ भनेर चाहिँ यहाँनिर खेल्ने ठाउँमा आइपुग्यौँ। अनि भान्जीले चाहिँ पिङहरू अनि त्यसपछि यो चिप्लेटीहरू खेल्दैछ रमाइ रमाइ। तर कस्तो घाम क्या, दिउँसो आएको नि त अनि कस्तो घाम पनि भइरहेको थियो। त्यो पनि भान्जीले घर जानै खोजेको थिएन। अनि म पनि पिङ खेलेलु त म पनि एकछिन पिङ खेल्नु पऱ्यो भनेर पिङ खेल्दैछु। अनि टक्कसँग हाम्रो चाहिँ सबै कामहरू पनि सक्यो गाइस। अनि हामी चाहिँ फोटोसोटो खिचिसकेर अनि हामी चाहिँ अब घरतिर लाग्न लागेको। ओके म घरतिर आइसकेँ। आजको मेरो मिनी भ्लग यति नै थियो। ओके बाई बाई गाइस। भिडियो हेरेर लाइक गरिदिनु होला।